शिक्षक माथि नै ढुङ्गा बजारिएको छ, छतबाट ढुङ्गा हानिएको छ। अनि शिक्षक मञ्चमा बसेका, मञ्चको वरिपरि रहेका स्वयंसेवक शिक्षकहरूका आँखामा ढुङ्गाले हानिएको छ। त्यो शिक्षकले शिक्षकलाई ढुङ्गाले हान्दैन नि। अनि राज्यले गर्न चाहेको प्रधानमन्त्री केपी ओलीका छन् नि, उहाँबाट चाहिँ हामीलाई प्रेस गरेका हुन्, तर अरूबाट चाहिँ यसरी आएको छैन। जसरी पनि शिक्षा ऐन ल्याउनै पर्छ, तपाईँहरू शिक्षा ऐन लिएर आउनुहोस्, अनि आइसकेपछि आफ्नो पठन पाठनमा चाहिँ सक्रिय रूपमा लागेर खट्नु होला भनेर हामीलाई धेरैले जनप्रतिनिधिहरूले शुभकामना नै दिनुभयो। शिक्षक कर्मचारीको आन्दोलनलाई 25औं दिनसम्म केही पनि नहुने 26औं दिनमा आएर केही दमनकारी नीति अपनाएर अनि शिक्षक कर्मचारीहरू माथि साङ्गतिक हमला जस्तो गराएर पानीका फोहराले रुजाएर हाम्रो 27औं दिनको आन्दोलन जारी छ। हिजो सरकारले हाम्रा साथीहरूमाथि घोर प्रहरी दमन गरेको छ। यसको हामी सक्सेस घोर निन्दा र विरोध गर्दछौँ। अनि निषेधित क्षेत्र तोड्न गएपछि प्रहरीले माया गर्छ त तपाईँहरूलाई? होइन, निषेधित क्षेत्र हाम्रा साथीहरू गएका थिएनन्। 26औं दिनको आन्दोलन हामीले शान्तिपूर्ण रूपमा गरेका थियौँ र हामी हिजोको आन्दोलनमा पनि शान्तिपूर्ण रूपमै हाम्रो आन्दोलन अगाडि बढेको थियो। राज्यलाई जति हामीले घचघच्याए पनि राज्य सुन्न तयार भएन। शान्तिपूर्ण रूपमा भइरहेको आन्दोलन 81 कसरी मुठभेडमा गयो त? 81 हामीलाई लाग्छ सरकारले नै यसलाई बिथोल्न खोजे हो जस्तो लाग्छ मेरो विचारमा। अनि सरकारले नै शिक्षकमाथि ढुङ्गा, शिक्षकले हामीले ढुङ्गा बोकेर आएको छौँ। तपाईँ हेर्नुहोस्, शिक्षकले नै हातमा ढुङ्गा, शिक्षकमाथि नै ढुङ्गा बजारिएको छ, छतबाट ढुङ्गा हानिएको छ। अनि शिक्षक मञ्चमा बसेका, मञ्चको वरिपरि रहेका स्वयंसेवक शिक्षकहरूका आँखामा ढुङ्गाले हानिएको छ। त्यो शिक्षकले शिक्षकलाई ढुङ्गाले हान्दैन नि। अनि राज्यले गर्न चाहेको हाम्रो सरलता, हामी अनुशासित भएर जुन सडकमा हिँडिरहेका थियौँ, हामीले शान्तिपूर्ण रूपमा शिक्षकको मर्यादाभित्र रहेर हामीले आन्दोलन जुन गरेका थियौँ, त्यसलाई राज्यले कमजोरी ठानेर यसलाई कसरी उज्जीवित बनाउने, कसरी यिनीमाथि आक्रमण गरेर लाठी बर्साएर पानीका फोहरा हानेर कसरी घर पठाउने भन्ने नीतिमा सरकारले आन्दोलनलाई दमन गरिरहेको छ। एकदम भिजिलान्टहरूको घुसपैठ भएर हामीलाई घर पठाउने जुन सरकारले सोचेको थियो नि, हामी त ढुङ्गालाई पनि रसाउने मान्छे हौँ। ढुङ्गालाई पनि पगाल्न सक्ने क्षमता हुन्छ त्यो गुरुमा। दुःख लाग्छ, हिजो माता तीर्थ औँसीकै दिन हाम्रा सयौं गुरुआमाहरूमाथि लाठीचार्ज भएको छ। सरकारले धार्मिक रूपमा पनि एउटा आमा माथि अबर्ध व्यवहार गर्यो भने त्यसको परिणाम के हुन्छ भन्ने हो। धार्मिक रूपमा पनि सरकार कति असक्षम छ भन्ने कुरा त हिजो थाहा भइसक्यो। मैले सम्माननीय प्रधानमन्त्रीज्यूले हाम्रा कार्यक्षमतामाथि प्रश्न गर्नुहुन्थ्यो। 48% पास पाएका, पास गराउने शिक्षक भनेर उहाँले हामीलाई प्रत्येक दिन खोज्ने काम गर्नुहुन्थ्यो। तर उहाँको कार्य सम्पादन मूल्याङ्कन हिजो थाहा भयो। माता तीर्थ औँसीको दिन शान्तिपूर्ण रूपमा 26औं दिनमा आन्दोलनमा सरिक भएका सयौं शिक्षकमाथि लाठीचार्ज गराएर, बुट प्रहार गराएर, पानीका फोहरा प्रहार गरेर शिक्षकलाई तहस नहस गर्न जुन कुचेष्टा गर्नुभएको छ, त्यसको क्षति उहाँले बिस्तारै अभिभावकबाट, विद्यार्थीबाट र आम शिक्षकबाट बेहोर्नुहुनेछ। शिक्षक आन्दोलनमा घुसपैठ भएको छ कि के भइरहेको छ होइन? शिक्षकहरू त्यहाँ प्रहरीको अगाडि एकदमै उत्तेजित भएर ठुल्ठुलो स्वर गरेर एकदमै प्रहरीलाई पेलेर अगाडि बढिरहनु भएको भर्खरै हामीले देखेर आयौँ। होइन, 27औं दिन भयो नि, हिजो हाम्रा सयौं साथीमाथि लाठीचार्ज भयो भने त आज शिक्षक, तपाईँ आज 27औं दिनमा यहाँ आउनु भएको छ सर। आज 27औं दिनमा त अरू यहाँ यदि विद्यार्थी एकजना घाइते भएको भए आज यहाँ कर्फ्यू हुन्थ्यो होला। तर पनि हामी हजारौं शिक्षकहरू, हाम्रा सयौं शिक्षक साथीहरू हस्पिटलमा छन्, त्यही पनि आज हामी संयम छौँ। यसलाई आक्रोश भन्न मिल्दैन। शिक्षा ऐन जारी गर्नको लागि शिक्षा विधेयकको विषयमा संसदीय उपसमितिले निष्कर्षतिर लगेको छ भन्ने हामीले सुनेका छौँ। र संसदमा पनि सरकार विरुद्ध सरकारलाई खबरदारी गराउने, दबाब गराउने काम सांसदहरूले गरिरहनु भएको छ। हिजोको घटनालाई पनि सांसदले गम्भीर रूपमा लिनुभएको छ। विभिन्न एकबद्धता पत्रहरू पनि आइरहेको छ। सरकारलाई खबरदारी पुगिरहेको छ नि, के भन्नुहुन्छ? होइन रमेश सर, हामी 2075, 2078 र 2080, 81 मा आन्दोलनमा हामीले प्रत्येकचोटि संविधान जारी भएको कति वर्षभित्र ऐनहरू निर्माण गर्नुपर्छ विधायिकाहरूले भन्ने कुरा त्यो सदनभित्र बस्ने विधायकहरूले बुझ्नुपर्छ कि पर्दैन? उहाँहरूले हामीलाई भन्नुहुन्छ, उहाँहरूले पढ्नु भएको छ कि छैन ऐन कानुनहरू? संविधान जारी भएको 10 वर्ष बित्न लागिसक्यो, शिक्षा ऐन अहिलेसम्म ल्याउँदैन। अनि
सदनमा छ, उपसमिति गठन भएको छ। हामीले त हिउँदे अधिवेशन सुरु नहुनुभन्दा 10 दिन अगाडि हामीले आन्दोलनहरू घोषणा गरेका थियौँ। विभिन्न आन्दोलन, मौन आन्दोलन, पार्टी कार्यालयमा जाने, धरना बस्ने, अनसन बस्ने, स्थानीय तहहरूमा जाने, समन्वयमा जाने, विभागमा जाने। यो सरकारले कमजोरी ठान्यो अनि हामी 26औं दिनसम्म रोडमा संयम भएर एउटा फुलको बिरुवा नभाचेर हामीले एउटा गलत काम नगरेर आफ्ना बोतलहरू आफैले कलेक्ट गरेर फोहोर कलेक्ट गरेर एकदम अनुशासित रूपमा आन्दोलनमा जाँदा पनि हिजो राज्यले अब यिनीहरू घर जाँदैनन्, यिनीहरूमाथि लाठी वर्षाउ, पानीका फोहरा वर्षाउ भनेर घटनाबाट कति शिक्षक कर्मचारीहरू घाइते हुनुभयो के छ? हामीसँग अहिले डाटा अनुसार त हामी लगभग 100 को हाराहारीमा शिक्षक साथीहरू आएछन् र धेरै शिक्षक साथीहरू कहाँ औषधि गरिराख्नु भएको छ। महासङ्घले अस्पतालमा उपचार भइरहेको हाम्रो ट्रमा सेन्टर, एभरेस्ट, सिभिल यिनी 3वटा हस्पिटलमा हाम्रो औषधि भइरहेछ। अब आन्दोलन कसरी अगाडि बढ्छ? एन त तत्काल आउने अवस्था देखिन्न। हामीले त भनिसक्यौँ त, संसारको इतिहास हेर्ने हो भने 2036 सालमा पनि शिक्षकले लामो महिनासम्म त्यति बेलाको शासकसँग लडेर आफ्ना हक अधिकार प्राप्त गरेका थिए। यो त प्रजातन्त्र हो। हामी फर द पिपल, बाई द पिपल, अफ द पिपल भन्ने सिकाउने व्यक्ति हौँ। भनेपछि प्रजातन्त्रमा ट्रेड युनियनका मूल्य मान्यताहरूलाई अङ्गीकार गरेर हामी सडकमा आएका हौँ। राज्यले शिक्षक, विद्यालय कर्मचारीका हक हितलाई समेटिएको अग्रगामी शिक्षा ऐन जबसम्म ल्याउँदैन हामी कुनै हालतले पनि आफ्नो कार्यक्षेत्रमा फर्किँदैनौँ। राजनीतिक दलहरूले नै यहाँहरूलाई उक्साउनु भयो भनेर समाचारहरू आइरहेको छ के भन्नु? होइन, हामी राजनीतिक दलका कार्यकर्तालाई पढाउने शिक्षक हो। हामी उनीहरूले उक्साएर उक्सिँदैनौँ। हामी नेपाल सरकारका कर्मचारी, राष्ट्र सेवक हौँ। हामी समाजलाई परिवर्तन गर्ने परिवर्तनका वाहक हौँ। कुनै पनि राजनीतिक दलका कार्यकर्ता होइनौँ। यदि कुनै राजनीतिक दलले हामीलाई कार्यकर्ता सोध्छ भने त्यो चाहिँ कदापि किमार्थ साँचो हुँदैन, त्यो उसको दिवा सपना हो। र यस्ता अपरिपक्व भिजन नभएका यस्ता राजनीतिक दलका कार्यकर्ता हामी शिक्षक हुन छैन, हामी हुँदैनौँ। हामी विशुद्ध यो देशका नागरिक हौँ, राष्ट्र सेवक हौँ। हस्, धन्यवाद सर। धन्यवाद। कति वर्ष शिक्षण सेवक? मेरो शिक्षण पेसा चाहिँ अस्थायी र स्थायी गरेर लगभग 14-15 वर्ष नै भइसकेको छ। तपाईँहरूको यो आन्दोलन जारी रहँदा प्रहरीबाट, सरकारबाट अलिकति आक्रमण भयो भनेर भन्नुहुन्छ, के भन्नुहुन्छ? प्रहरीबाट भन्दा नि सरकारबाट चाहिँ हामीलाई भएकै हो। प्रहरीले त माथि सरकारबाट आदेश दिएपछि गरि नै हाल्छ। सरकारबाट चाहिँ हामी माथि दमनै भएको हो। त्यसमा पनि म धेरै दमन गर्यो सरकारले। दमन गर्नुको मुख्य उद्देश्य भनेको चाहिँ अब उनीहरूले शिक्षा, नयाँ अग्रगामी शिक्षा ऐनलाई चाहिँ तुहाउनको लागि दमन गरेकै हो। यसको मतलब तत्काल शिक्षा ऐन जारी हुने अवस्था सरकारले देखाएन। अब उनले त के देखाउँथ्यो? शिक्षा ऐन जारी गर्नलाई हरेक व्यवहारहरू देखाएर यसलाई तुहाउन खोजिरहेको छ क्या। खर्बौँ खर्ब चाहिँ राज्यलाई भार पर्छ भन्नेको छ नि शिक्षकको माग पुरा गर्दा। खरौँ खर्ब राज्यलाई भार पर्छ भनेर भनिएको छ। तर पनि ठाउँमा त्यो भ्यू टावरहरू बनाउँदा चाहिँ करोडौँको लगानी गर्ने, शिक्षा ऐन ल्याउनलाई, देशको अग्रगामी शिक्षा ऐन ल्याउनलाई अग्लो डाँडो छ त्यहीँ लगेर भ्यू टावर त्यो कसले हेर्न जान्छ? त्यहाँ को गएको छ? त्यहाँ अहिलेसम्म को पर्यटक आएर चाहिँ यति उठ्यो त्यहाँको भनेर काहीँ देखाएको छ? त्यहाँ चाहिँ पुरै दुबो र झाड उम्रिरहेको छ। त्यहाँनिर जो कोही पर्यटकहरू पुगेकै छैनन्। अनि भ्यू टावरमा खर्च गर्ने, बिल भरपाई बनाउने, अनि त्यसरी देश लुट्ने। अनि नेपालको शिक्षा ऐन ल्याउनुपर्छ, अग्रगामी शिक्षा ऐन ल्याउनुपर्छ भन्दाखेरि उनीहरूलाई गाह्रो हुने। यो केही व्यवहार नै छैन यसमा। शिक्षा ऐन ल्याउँदा केही व्यवहार नै छैन। सर, म्याडमहरू यहाँ आन्दोलनमा आउँदाखेरि अभिभावकहरू, विद्यार्थीहरू पनि अलि आक्रोशित भएको, पीडादायक अवस्थामा रहेको जस्तो देखिन्छ क्या। त्यो त सरकार पछिल्लो उचाल्ने काम भइरहेको छ क्या। जहाँ जनप्रतिनिधिहरू प्रधानमन्त्री केपी ओलीका छन् नि, उहाँबाट चाहिँ हामीलाई प्रेस गरेका हुन्। तर अरूबाट चाहिँ यसरी आएको छैन। जसरी पनि शिक्षा ऐन ल्याउनै पर्छ, तपाईँहरू शिक्षा ऐन लिएर आउनुहोस्। अनि आइसकेपछि आफ्नो पठन पाठनमा चाहिँ सक्रिय रूपमा लागेर खट्नु होला भनेर हामीलाई धेरैले जनप्रतिनिधिहरूले शुभकामना नै दिनुभएको छ। सर, म्याडमहरूलाई त अभिभावकहरू, विद्यार्थीहरू, सर्वसाधारणहरूले त अलि राजनीतिक दलमा लाग्नुहुन्छ सर म्यामहरू पनि। त्यसले गर्दाखेरि उहाँहरूले चाहेको बेला चाहिँ अब उहाँहरूलाई आफ्नो उपयोगी बन्ने, नचाहेको बेला चाहिँ सडकमा आउने होइन। ट्रेड युनियन अन्तर्गत त हामीले त ट्रेड युनियन आफ्नो पेसागत हकितको लागि लागेका छौँ, महासङ्घमा आबद्ध छौँ। तर यस्तै झोले भएर हामी हिँडेका पनि छैनौँ, हिँड्नेवाला नि छैनौँ। झोलेको आरोपलाई कसरी चिर्नुहुन्छ? झोलेको आरोपलाई हामी 2084 सालमा त्यसको रिजल्ट आउँछ, हामी त्यसरी देखाउँछौँ।
आन्दोलन त लम्बिँदै जाने अवस्था छ आन्दोलन लम्बिँदै जान्छ शिक्षा ऐन नआएसम्म आन्दोलन त गर्ने नै अहिले छाडेपछि त झन् आउँदैन सधैँ आउनु भएको छ सधैँ आएको छु आज 27 दिन भइसक्यो नियमित आउनु नियमित छु अझै कि जितिन्छ कि बितिन्छ होइन कि जितिन्छ कि बितिन्छ हाम्रो मूल नारै त्यही हो मेरो सहभागिता मेरो आन्दोलन महासङ्घलाई के खबरदारी गर्न चाहनुहुन्छ महासङ्घलाई म के खबरदारी गर्छु निरन्तर यसै गरी लागि पर्नु होला यसलाई चाहिँ यहाँ बिचमा गएर लालीपपमा नभुलिनु होला उहाँ गएर भन्छु सहमति सम्झौता गरेर हिँड्यो भने सहमति र सम्झौता चाहिँ अब हाम्रो बुदाहरू सबै समेटेर गरेर महासङ्घले तपाईँहरूलाई त शिक्षा ऐनकै लागि भनेर बोलाएको छ नि त शिक्षा ऐनकै लागि भनेर हामीलाई बोलाएको हाम्रो बुदाहरूमा सबै पेश भएर सहमति भएर ऐन जारी भयो भने महासङ्घले हामी धन्यवाद दिन्छौँ महासङ्घलाई हामी सपोर्ट गर्छौँ यदि त्यसो गरेन भने छोड्दैनौँ कहाँ छोड्छौँ त्यसो गरेनौँ भने महासङ्घको नेतृत्वलाई छोड्दैनौँ लक्ष्मी किशोर महासङ्घको कमान्डर उहाँ लागि पर्नु भएको छ उहाँको जागिर खान कति टाइम छ अब उहाँ त रिटायरमेन्ट हुन लागिसक्नु भयो तर पनि हामी युवाहरूको लागि लडिरहनु भएको छ उहाँले त हाम्रो लागि ज्यान तिलाञ्जली दिनको लागि लडिरहनु भएको छ उहाँले शिक्षा ऐन जसरी पनि ल्याउनको लागि रातौँ दिन भनेर खटिरहनु भएको छ उहाँको लागि हामी हर पल जतिखेर पनि महासङ्घको नेतृत्वको लागि तपाईँहरूको साथमा साथ छ काँधमा काँध छ यदि उहाँहरूले खबरदार के अरे उहाँहरू झुक्नुभयो राज्यसँग भने तपाईँहरूले पनि उहाँहरूलाई छोड्नुहुन्न छोडिँदैन नि लाखौँ शिक्षकहरू आन्दोलनमा आउनुहुन्छ योभन्दा विकराल रूप लिन्छ यसले त धेरै विकराल रूप लिएर यहाँ जे पनि हुनसक्छ यसलाई चाहिँ मध्यनजर गर्नै पर्छ सरकारले दमन गरिरह्यो भने हामी पनि त्यही आन्दोलन तुहाउन खोज्यो भने तुहुँदै आन्दोलनमा खटि नै रहन्छौँ बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म खट्ने हामी आन्दोलन सडकमै खान सडकमै सुत्न सडकमै बस्न त्यसका मोडालिटीहरू चेन्ज हुन्छन् आन्दोलनको बुझ्नुभयो नि मोडालिटीहरू चेन्ज हुन्छ सर्वसाधारणलाई असर नगरिकन सरकारलाई चाहिँ असर पर्ने गरी मोडालिटी चेन्ज गरेर आन्दोलनमा हामी लाग्छौँ धन्यवाद यथार्थ के हो भन्दा त्यहाँ भित्र सरकारबाट नै घुसपैठ भएको कारणले गर्दा वा ढुङ्गा हानेको कारणले गर्दा प्रहरीले चाहिँ उल्टो अब शिक्षकले गरे भन्ने नाटकले गर्दाखेरि चाहिँ अब हामीले त्यो अगाडि बढ्ने कुरा भयो त्यहाँनिर चाहिँ त्यसले गर्दा हामीले चाहिँ त्यहाँ कुनै एउटा अजाक कतरमा फर्न खोजेको होइन मात्र शिक्षकले हाम्रो शान्तिपूर्वक तरिकाले चाहिँ हामीले आन्दोलन गर्दै गइरहेको थियौँ यो चाहिँ अब 25 26 गर्ने भए हामी सुरुकै दिनदेखि हामीले त्यही खालको चाहिँ एक्टिभिटी देखाउँथ्यौँ होला त्यो खालको आएको थिएन तर त्यहाँ चाहिँ अब सरकारद्वारा पलिसा भएको कारणले गर्दा हो अहिले यो हाम्रो यो आन्दोलन चाहिँ तपाईँको तपाईँ शिक्षक हो हजुर ड्रेसै लाउनु भएको छ ड्रेस चाहिँ कस्तो भन्दा अब अलि लुगा अब हामी प्रहरीसँगको मुठभेडमा त उहाँ गर्दा त्यही त अब त्यही हो अब शिक्षकहरूले नै विद्यालय कर्मचारीलाई कुट्नु भयो हिजो घुसपैठ भयो भनेर आखिर उहाँ विद्यालय कर्मचारी हुनुहुन्छ ड्रेस कोडले त्यति धेरै प्रभाव पारेको छ अनि तपाईँ नलाइकन हिजो हामीले त्यही धोरा सुगा कारणले गर्दा त्यही हो त्यो मात्रै लिएर आउनु त अनि होइन अब शिक्षकको कति जोर हुन्छ अब शिक्षकको तलब भत्ता यस्तै थाहा छँदैछ होइन तपाईँहरूलाई पुग्दो भत्ता पोसाक भत्ता पनि दिन्छ त अनि सरकारले होइन त्यो भन्नुभन्दा पनि ठुलो कुरा के हो भन्दा अब हाम्रो यो हिजोको त्यो जुन कार्यक्रमलाई कसरी लिनुहुन्छ त्यो प्रहरीसँग मुठभेडलाई तपाईँहरूले त्यो निषेधित क्षेत्र तोड्न जानु हुँदा चाहिँ प्रहरीले चाहिँ बल प्रयोग गर्यो भनेर त्यस्तो खालको न्युजहरू आइरहेको छ त्यो होइन हामीले त्यसो गर्ने नै हो भने हामी सुरुकै दिनदेखि नै गरेर जान्थ्यौँ होला के हो भन्दिनु यथार्थ के हो भन्दा त्यहाँ भित्र सरकारबाट नै घुसपैठ भएको कारणले गर्दा वा ढुङ्गा हानेको कारणले गर्दा प्रहरीले चाहिँ उल्टो अब शिक्षकले गरे भन्ने नाटकले गर्दाखेरि चाहिँ अब हामीले त्यो अगाडि बढ्ने कुरा भयो त्यहाँनिर चाहिँ त्यसले गर्दा हामीले चाहिँ त्यहाँ कुनै एउटा अजाक कतरमा फर्न खोजेको होइन मात्र शिक्षकले हाम्रो शान्तिपूर्वक तरिकाले चाहिँ हामीले आन्दोलन गर्दै गइरहेको थियौँ यो चाहिँ अब 25 26 गर्ने भए हामी सुरुकै दिनदेखि हामीले त्यही खालको चाहिँ एक्टिभिटी देखाउँथ्यौँ होला त्यो खालको आएको थिएन तर त्यहाँ चाहिँ अब सरकारद्वारा पलिसा भएको कारणले गर्दा हो भन्ने हाम्रो यसो भन्नु चाहिँ अहिले भर्खर हामीले देखेर आउँदाखेरि त्यहाँ चाहिँ शिक्षक साथीहरू अलिक आक्रामक अलिक उत्तेजित भएर प्रहरीलाई धकल्ने गर्ने जस्तो गरिरहनु भएको थियो कि हामीले देखेकै हो होइन त्यो त हिजो सरकारले गरेको त दमनपछि त अब हामी पक्कै पनि हामी आउनु पर्यो हजुर स्वयंसेवकहरू हुन्छ उहाँले अलिकति नियन्त्रण चाहिँ गर्नुपर्ने हो कि अलिक संयमता त अपनाउनु पर्यो नि त सर होइन हामीले के हो भन्दा हामीले हजुरलाई मैले भनिहालेँ 25 26 दिनको अन्तरालमा हामीले गर्ने हुँदाखेरि हामी सुरुकै दिनदेखि त्यस्तै खालको एक्टिभिटी गर्थ्यौँ होला हामी शान्तिपूर्वक नाचगानबाट दुनियाँ तरिकाले हामीले चाहिँ सन्देश दिन खालको तरिकाले आन्दोलन गरिरहेछौँ हामीले तपाईँको यस्तो भइरहेछ तपाईँहरूले प्रहरीसँग मुठभेड गर्नै पर्दैन कसरी दबाब पुगिरहेछ भने सरकारलाई विद्यालयहरू ठप्प छ 12 को परीक्षा सरिसक्यो अब आउने 21 गते नि होला नहोला त निश्चितै छैन र संसदमा पनि सरकारलाई सांसदहरूले ध्यानाकर्षण गरे हुनुहुन्छ तपाईँहरूले त्यसरी बल पुगेछ तपाईँहरूले यहाँ शान्तिपूर्वक बस्दाखेरि नै त्यो नै दबाब पुग्छ त्यो चाहिँ मलाई कहाँसम्म के लाग्छ भन्दा अब हामी शिक्षकबाट चाहिँ त्यस्तो कुनै अनैतिक कार्यक्रम हुन गएको होइन त्यहाँ चाहिँ घुसपैठको कारणले गर्दा त्यो शिक्षक कुनै बाहिरको मान्छेले आएर चाहिँ ढुङ्गा हानेको कारणले गर्दा अनि पछि फेरि पुलिसहरूले चाहिँ अब बुझे कि शिक्षकबाट यस्तो काम भयो भन्ने कुराले गर्दा फोहोर हाने अगाडि बढेपछि अब आफ्नो आत्मरक्षाका निमित्त कुनै शिक्षकहरूले ढुङ्गा मुढा पनि गर्न सके होला नि त आफ्नो ठाउँमा छ तर यसरी हाम्रो कुनै प्रिप्रियाल पनि होइन यो तपाईँलाई अब के लाग्छ सरकारले किन यो चाहिँ शिक्षा ऐन ल्याउनको लागि ढिलाइ गरिरहेको छ तपाईँको व्यक्तिगत विचार चाहिँ के छ मेरो सबभन्दा व्यक्तिगत विचार चाहिँ के छ भन्दा सरकार
सरकारहरूलाई फाइदा हुने कुरा आयो भने अध्यादेशबाट ल्याउँदो रहेछन् जुन ऐनबाट चाहिँ अब फाइदा केही पनि छैन उनीहरूलाई लगानी गर्नुपर्ने हुन्छ त्यसले गर्दा मलाई जहाँसम्म लाग्छ फाइदा नभएको कारणले गर्दा नै हुनसक्छ मेरो विचार नितान्त मलाई त्यो लाग्छ अब यो आन्दोलन त लम्बिरहेको छ होइन शिक्षा ऐन लिएरै जाने है यो त एकदम हाम्रो कटिबद्ध हो चाहे सङ्घले त्यही भनेर कि जितिन्छ कि बितिन्छ भन्ने हाम्रो मूल नारा नै हो यो त ऐन नलेकिन हामी यहाँबाट अब हिजोको जस्तो परिस्थिति दोहोरिरह्यो भने त जित्ने होइन बित्ने होइन त्यो त अब भन्यो नि त कि जितिन्छ कि बितिन्छ त्यो दुईटा मध्ये एउटा हुन्छ भन्ने कुरा हो भन्ने हाम्रो चाहिँ भन्छ हस् धन्यवाद जो आन्दोलनको 26औं दिनमा प्रहरीसँगको मुठभेडमा विद्यालय कर्मचारीतर्फ के कस्तो क्षति भयो विद्यालय कर्मचारीहरूमा 5 जना विद्यालय कर्मचारीहरू घाइते हुनुभएको छ जसमा चाहिँ 3 जना चाहिँ सामान्य उपचार गरेर आफ्नो कोठामा जानुभयो चाहिँ अनि 2 जनाको थप उपचार भइरहेको छ उहाँहरूको यो टाउकोमा र अनि घोडामा बढी लागेको छ सायद आज हस्पिटलबाट डिस्चार्ज गर्नुहुन्छ होला त्यो घटनालाई विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले कसरी लिएको छ यसो त्यो घटनालाई केन्द्रित गरेर हामीले एउटा चाहिँ विज्ञप्ति निकालिसक्यौँ जबकि शिक्षक महासङ्घले भन्दा पनि हामीले अगाडि निकाल्यौँ हिजो राति नै निकालिसकेका छौँ अब त्यसले त दमन गर्यो नि होइन राज्यले दमन गर्यो दमन गर्नु राज्यको स्वभाव हो यो सरकार कसको रहन्छ रहँदैन त्योसँग सरकारको विषय हामीसँग जोडिँदैन तर सरकारले दमन गर्नु स्वाभाविक हो हरेक आन्दोलनलाई दमन गर्छ त्यसमा चाहिँ सबैले बुझेकै छ तर यो शिक्षक कर्मचारीको आन्दोलनलाई 25औं दिनसम्म केही पनि नहुने 26औं दिनमा आएर केही दमनकारी नीति अपनाएर अनि शिक्षक कर्मचारीहरूमाथि साङ्गतिक हमला जस्तो गराएर पानीका फोराले रुजाएर हैन त्यसको चाहिँ हामी घोत भर्त्सना गरेका छौँ शिक्षक कर्मचारीले निषेधित क्षेत्र तुर्न खोजेपछि प्रहरले बल प्रयोग गरिएको भन्ने समाचारहरू आइरहेका छन् यस्तो छ शिक्षक कर्मचारी मित्रहरू तोड्ने भएको भए त 25औं दिनसम्म के हेरेर बस्नु पर्थ्यो 26औं दिन पुरेर बस्नु पर्थ्यो होला र त्यो कल्पित विषय हो त्यो कल्पित कुरा हो घुसपैठ भएको भन्ने कुराकानी आइरहेको छ है त्यसलाई हामी पनि अनुसन्धान गर्दैछौँ र जहाँसम्म लाग्छ त्यो व्यक्ति अथवा प्रहरी पक्का पनि पत्ता लाग्छ तपाईँहरूको आन्दोलन चलिरहेको छ सरकार पनि तत्काल ऐन ल्याउन खोजिरहेको छैन प्रक्रियामै छ भनेर भनिरहेको छ के भन्नुहुन्छ अब आन्दोलन अझै लम्बिने जस्तो त देखियो नि है निश्चय नै आन्दोलन लम्बिनु स्वाभाविक हो आन्दोलन जुन चाहिँ ट्रेड युनियन कर्मीले आन्दोलन गर्यो हामीले यो आन्दोलनबाट एउटा उपलब्धि भनेको समग्र अभिभावक विद्यार्थी शिक्षक कर्मचारी मैत्री समाज मैत्री शिक्षा ऐन अग्रगामी शिक्षा ऐन ल्याउने हाम्रो मूल लक्ष्य हो र यो हामीलाई आवश्यक होइन कि यो सरकारलाई नै आवश्यक हो प्रमुख कुरा सरकारलाई नै आवश्यकता थियो तर सरकारले केही चाहेन अब यो आन्दोलन केही लम्बिए तापनि यसले चाहिँ निष्कर्ष निकाल्छ विद्यालय कर्मचारी साथीहरूलाई विशेष गरी के भन्नु विद्यालय कर्मचारी मित्रहरू न्यून पारिश्रमिकमा काम गरिरहनु भएको छ सबै बुझेका छौँ कि अब उपसमितिले विद्यालय कर्मचारीको विशेष गरी तलबमानको विषयमा चाहिँ अहिले उहाँहरूले पाइराख्नु भएको भन्दा अलि बढी नै राम्रै किसिमले आउने भनेर चाहिँ सूचना पाएका छौँ सम्भाव्यता अब त हामीले चाहिँ धान लगायौँ धान चाहिँ राम्रो फल्छ फल्दैन भन्ने त फलिसकेपछि थाहा हुन्छ नि त होइन अब हामीले यो आन्दोलन गरिसकेपछिको उपलब्धि अहिले सम्भाव्यतामा जानुपर्छ भइसकेपछि मात्र मैले त्यसलाई चाहिँ ल यो आयो भन्न सक्छु अरू केही भन्न चाहनुहुन्छ र आम विद्यालय कर्मचारी मित्रहरू शिक्षक मित्रहरू यो हाम्रो आन्दोलन हाम्रा लागि मात्र होइन अहिले पनि भने अभिभावक मैत्री विद्यार्थी मैत्री शिक्षक कर्मचारी मैत्री समाज मैत्री र अग्रगामी शिक्षा ऐन ल्याउने हाम्रो मूल लक्ष्य हो र यो लक्ष्यका साथमा हामीले विगतमा गरेका सहमति सम्झौताहरू सरकारले कार्यान्वयन गरी ल्याउनुपर्छ सरकार अझै पनि अब टस भइरहेको अवस्था त देखिया छ तर चाहिँ प्रत्यक्ष रूपमा यो गऱ्यौँ भनेर अगाडि बढेको छैन त्यसो हुँदाखेरि हामीले सबै विद्यालय शिक्षक कर्मचारीहरूलाई यो काठमाडौँ केन्द्रित सडक आन्दोलनमा सफल बनाउनका लागि मैले मेरो आन्दोलन मेरो सहभागिताको लक्ष्य बोकेर उपस्थित हुनुहुनेछ भन्ने अपेक्षा गर्दछु धन्यवाद नमस्कार